एसी त दिएको होला नि। नारायण गोपालको यो माग्ने बुढा जस्तो को हो लुगा फेर्दैछ पुरा। ल गाइज हाम्रो चाहिँ टायर अलिकति दबे जस्तो लाग्दैछ। ल अब हामी लाग्छौँ 20 मिनटमा पुगिन्छ भन्नुभएको छ। अब स्कर्पियोमा सोद्धाखेरि उहाँ जोडीहरू टक्क जाँदै हुन्छ। हामी चाहिँ ल यहाँसम्मको रिस्क चाहिँ मैले लिएँ। यहीँ रोकेर अब जाम भनेको मानेनन् केटाहरूले। अब 1 किलोमिटर होला साथी। त्यो कोही के डाँडा भनेको त्यो आन्टीहरूले भनेको चाहिँ यो होला सायद होइन। गाडी जान्छ भनेको चाहिँ माथि कता होला। अब यहाँबाट डाउट चाहिँ यता हो क्या। हो माथि दोलरमा नयाँ लेख्दै लेखेको छ यहाँ रहेछ। ए हाम्रो पनि यहाँ गाडी पार्किङ राखौँ कि भनेर क्या यतापट्टि अलिक बिग्रेला जस्तो भयो कि माथिसम्म नजाला जस्तो भयो। त्यही भएर यतै त्यहाँनिर उहाँ यहाँ त भन्नु माथि ढुङ्गा अन्डर हुन्छ नि। अलिकति गाह्रो होला कि जस्तो लाग्यो। हावा पनि सोध्थ्यो कि गाडीको बिहान मैले त्यसो गर्छु नि त्यो ठ्याक्क अब अङ्कलभन्दा अलिकति अगाडि भएको चाहिँ अगाडि मात्रै राख्नु मिल्ने रहेछ है। अब त आइ त होला है त्यो गाउँहरू दामी माथि यहाँ त हिँड्दै जान्छ लाग्छ भन्दा त कुन हुन्छ ल होटल बुक गरेको माथि तपाईँ माथि जानु पनि अहिले निक्लिनुहुन्न। मेरो त यहीँ रहने बिहान भोलि यहाँबाट स्कुल जाने कि उँभो कि तलतिर तल जाने कि यहाँ माथि घोडा खच्चडहरू जस्तो छ गाइस। हामी चाहिँ गाडी पार्किङ गर्ने क्रममा छौँ पुरै। हो अब हो यता काट न, राइट काट न छिटो। राइट काट त जाऊ 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 जाऊ। बस बस भइगयो यतिमै राख्दा हुन्छ। सिधा पार त चक्का। हुन्छ हुन्छ भइसक्यो। नाटक हेर न फेरि साथीको ढुङ्गा सुङ्गा छैन राखेको। अब राख्ने ठिक छ त भइगयो नि यतिकै मिलिरहेछ। के छ उयो जार ल यस्तै छ गाइस है त। हाम्रो केटाहरू त यहाँ लुगा फेर्दैछ अनि अब यहाँ गाडी यहीँसम्म मात्र पुग्यो हाम्रो। अब घान्द्रुक पुग्न चाहिँ 2 घन्टा बाँकी रहेछ। तर गाडी नपुग्ने भएको कारणले गर्दा यहीँ गाडी राखेर सामान सबै प्याक भइसकेको छ। यहाँ खानेकुराहरू सबै रेडी छ। अब टक्क ब्याग भिड्ने अनि 1.5 घन्टा लगातार हिँडे गरेर घान्द्रुकसम्म जाने। अर्को साथी यहाँ बिर्दैछ लुगा फेर्दैछ पुरा। साथी अब त जोस कस्तो फिल भइरहेछ फेर अब 2 घन्टा लगातार हो नि जानुपर्ने हामी त यहाँनिर फसेका छौँ होइन। गाडी माथिसम्म पुग्थ्यो होला तर पम्चर भइदियो गाडी पनि। अब अर्को नयाँ गाडी नआउन्जेल ठिकै छ। अनि यहाँ बोलेरोमै जानुपर्ने पनि हुनसक्छ। अनि टक्क हामी तपाईँलाई अब भरे अपडेट दिनेछौँ। भयो पल्सेट यता हेर भेटिन्छ भरे। उहाँहरू यस्तो हावा निस्किन्छ स्कर्पियोको त हाम्रो गाडी कसरी पुग्थ्यो र। साथी यो बोक्दिनु भनेको यो र त्यो ज्याकेट चाहिँ हालिदिइराख न भने ल।
हातमा हल्लाउँदै बोक्दै साथीले यति भन्यो मैले बुझिसकेँ सबै कुरा। अब मेरो एउटा विस भनेको माथि पुगेर दामी होटलमा बस्नु पर्यो, त्यो गच्छा नराम्रो माथि बसिँदैन, बरु म फर्किन्छु सिधै पोखरातिरै। साथीले हेरेको छु भनेछ होटेल, अब कस्तोमा पुगाउँछ हाम्रो स्यारोनले, हिजो हेरेको छ अरे। राम्रो छ नि साथी? दामी छ यार। ल वाइफाई सुपर फास्ट हुनु पर्यो, नेट चल्नु पर्यो। वाइफाईको त कुरै नगर न, पुरा 6G को स्पिडमा कुद्छ। 100 Mbps चाहिँ टक्क है रेडी भएर टक्क झोलासोला बोकेर असिम पनि यहाँ छ है, मौसम साथी यहाँ छ। हामी चाहिँ बाटोको सगरमाथा चढ्न आँटेको हामी चाहिँ बाटोको हालत यस्तो भएर चाहिँ हामी गाडी यहीँ राखेर घान्द्रुक चाहिँ अब यहाँबाट चाहिँ हिँड्दै हिँड्दै आधी बाटोबाट चाहिँ हिँड्दै हिँड्दै जाने निर्णय गरिएको छ होइन। सबैजनालाई हेरेर भ्लग हेरेर सपोर्ट गरिदिनु हुन भन्न चाहन्छौँ हामी। यस्तै छ अवस्था। के भन्न चाहन्छौ मौसम साथी, तिमी कस्तो लागिरहेछ तिमीलाई? मजा आइरहेछ, बल्ल ट्रेकिङ गए जस्तो फिल भइरहेछ, तर यस्तो बोकेर हिँडिरहनु ठिक छ, जसै पनि हिँड्नु हो जानु हो होइन। रेड बुल छ, एनर्जी ड्रिङ्क छ हामीसँग, जोर्डन पनि छ। रेड बुल चाहिँ नझार त साथीहरू छ भन्दैमा धेर भएको हो। ए ल ठिक छ, ल यहीँ माथिसम्म त के लान्छ। ल ठिक छ गाइज, अब यस्तो छ हामी चाहिँ यहीँ राखेर यहाँबाट निस्केर हिँड्ने प्लान भएर हामी चाहिँ टक्क। ठिक छ ल, थ्याङ्क यू भेरी मच। बब्बाल यता आउन, यो बोक्दौ न साथी, साथी बोक न। गाइज झर्ना देख्न सक्नुहुनेछ, पानी। भोलि फर्किँदा त्यस्तो हुन्छ अहिले हेर न माथि। एक्टिङ गाइज एक्टिङ, फेरि म बब्बाल हुन्छु नि। थाकिसकेँ म, थाकिसकेँ। बाटो चाहिँ यस्तै छ है। यस्तै छ गाइज, त्यो पनि प्रायः गाडी चाहिँ यो के भिडाएको क्या शरणजीले। मैले यहाँ आत्मा यस्तो छ मेरो यहाँ यत्रो सर साइलोले भिडिदिएको ज्याकेट त अहिले यस्तै हो। मैले पख म बनाइदिन्छु ल। ल मैले ढोगेँ भगवान्, तपाईँलाई हात खाली छैन। मैले पनि मनदेखि ढोग्छौँ हामी, देखावटी गर्दैनौँ। ओइ स्यारोन ह्यान्डसम यता हेर्थ्यो। गाइज अलिकति रियल स्ट्रगल चाहिँ बल्ल सुरु भइरहेछ। हडको कालो छ, यस्तै छ, आरामले जानुपर्ने हुन्छ। हामी गइरहेको छु, अलिक केही छैन यो विषयमा। केटाहरू गइसक्यो गाडी। वेलकम टु आवर ब्युटिफुल भिलेज घान्द्रुक। स्वागत छ तपाईँहरूलाई गाइज। हामी 1.5 घन्टाको हिँडाइपछि घान्द्रुक आइपुगेको छौँ। यहाँ देखाइदिनुहोस् साथी, हाम्रो भ्युअर्सहरूलाई सानो इन्फर्मेसन जथाभावी। फोहोर नफाल्नु, 500 रुपियाँ जरिमाना छ। तपाईँहरू आउँदाखेरि प्लिज यसरी फोहोरहरू नफ्यालिदिनु होला है। यहाँ ठ्याक्कै डस्टबिन राखिदिनु भएको छ, ठाउँ ठाउँमा डस्टबिन नफ्याल्नुहोस् है। गाइज यो हाम्रो चाहिँ माथि हिँडिरहेछौँ। ल गाइज हामी चाहिँ घान्द्रुक आइसक्यो, तर बाटो हराएर चाहिँ यस्तो छ हाम्रो अवस्था। हाम्रो साथीहरू पछाडि यस्तो छ, बेपत्ता केबल पनि छ हामीसित, यस्तो छ बेपत्ता भइएको छ। बेपत्ता। अगाडि हिँड्न हाम्रो भरिया दाई यहाँ हुनुहुन्छ, हाम्रो पर्सनल भरिया दाई। सामान बोकिदिने हो यिनीहरूको म। हामी चाहिँ यसरी टक्क लगाएर एउटा कुरा भन्छ, होटल खोज्दै हिँड्दैछौँ। दुईटा कुरा भन्दै घुम्ने जुनुन मात्र भएर हुँदैन रहेछ, अलिकति वाकिङ क्यापेसिटी पनि चाहिने रहेछ। चाहिन्छ। मेरोमा चाहिँ भरपूर्ण छ त्यो वाकिङ क्यापेसिटी। हाम्रो यो भरिया दाई पनि राम्ररी नै हिँड्नु हुँदो रहेछ। साथी हामी अघि यही बाटो पो चढेको हो कि जस्तो लाग्यो कि के हो?
अर्को बाटो चढेको हो यस्तो छ गाइज एउटै ठाउँ जस्तोले घुमिसक्यो घुमिसक्यो कुन किन नै बाटो हराइयो कि क्या हो हामी पनि हराइदियो पुरा कन्फ्युजन रहेछ यार एकलाई चाहिँ नहिँड्नु भनेर साथी राति हो 4 राउन्ड बाहिर सुता केही ठाउँ घुमेको म घुमेछौँ हामी होइन पोखरै पुगेला जस्तो छ अहिले तर हामी अलिक नयाँ स्ट्रिटतिर आएछौँ यस्तो छ यी होटेलहरू कुना काप्चो हुक्का पनि रहेछ हल्लिएर उयो भइसक्यो फाटिसक्यो हिँड न के हुँदैन अहिले खाउला नि त्यही त यो त अघि आएको बाटो हो कि के हो होइन अलिकति कन्फ्युजन भयो हामीलाई पछाडि ब्याग बोकेको छ हिँडेको छ होइन दिदीले त हिँडेको होइन धेरै हिँड्नु गाइस यस्तो बाटो छ हामी त यस्तोमा हिँड्दैछौँ केटाहरूले मलाई छोडिसक्यो ओ माई गड अरे बाफ्रे बच गया गान्तोक जाने भन्नुहुन्थ्यो नि गाइस हाम्रो रिजोर्ट जाने बाटो यही हो गान्तोक सास फेर्दा पनि यस्तो छ हालत गाइस हाम्रो गाडी छ होइन यता हेर्दा फाल्टु डेन्जर छ डेन्जर गाइस यहाँ बरिया दाइ फेरि यस्तो छ यहाँ हेर नर्मल यहाँदेखि चाहिँ गाइस यसरी टेक्नु पर्ने हुन्छ खासमा म घोडामा आउन खोज्दै थिएँ तर केटाहरूले मानेन घोडाको दाम सुनेर मेरो सातो गयो मात्र 3500 अरे आम्मा फाइनली गन्तव्यमा आइपुग्यौँ यही हो हेलो भरिया दाजु यता हेर्नु त सामान बोक्न लाएर मलाई यस्तो होइन त ल ठिक छ यो होला माथिको साइड भोलि सम्भावना छैन यो रिजोर्ट चाहिँ यस्तो छ है बबाले छ ल फाइनल्ली दिस इज द रिजोर्ट फाइनल यता रिसेप्सन यता होला है ल दिस इज टु मच हामी चाहिँ फाइनल्ली आइसकेछौँ है रिजोर्टमा गान्तोक रिजोर्टमा बोल्ने अवस्था पनि छैन हाम्रो होइन गलेर फाँक भएको अवस्था छ के असिन्ता मनतातो पानीले स्वागत गर्नुभएको छ त्यसकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ के भन्छ साथी तिमी ल यस्तै छ हाम्रो अवस्था गाइज होइन ल गाइज हाम्रो रुम हेरेर जाँदैछौँ मैले स्विट रुम डिलक्स रुम कस्तो छ स्विट रुम कस्तो छ हेर्नु मन हुन्छ होइन अब हामी चाहिँ राम्रै लिन्छौँ रुम लिएपछि सबै कुरो के हो गाइज होइन हिँडाइ चाहिँ रुम हेरेर जाँदा नि राम्रै ठाडै उकालो जाँदा नि माथि जानुपर्छ यस्तो ठाडो उकालो देखाइदियो साथी यहाँ बाटो यसो माथि
त्यस्तै छ तर प्रोपर्टी राम्रो प्रोपर्टी रहेछ यो अँ पर्यो मलाई बसौँ भन्ने कुरा मात्र हो त्यही भएर चाहिँ यो बालकुनीवाला हो हो ल ठिक छ यतिको रुम हिमाल देखिन्छ दाजु दामी देखिन्छ हिमाल भोलि बिहान साथी यो रुमको कति अरे यो रुमको 9000 साथी होइन दुईटा डोको झुन्डाइदिएको एसी त दिएको होला नि त खोइ एसी छैन सर, एसी छैन एसी छैन अब यो डोकोले चाहिँ के गर्नु गाइस हामी यो दुईटा डोकै डोको यो डोको चाहिँ भोलि घर लिएर जाने हो साथी हो हाम्रो 9000 पैसा गएको छ एसीको सट्टामा हाम्रो हिटर छ गाइस हिटर ताप्दा अब यसले यत्रो रुम तताउँछ त गाइस त्यो हिटरले सानो भाइ पनि तात्दैन सानो भाइ पनि तात्दैन अब यसले के गर्नु गाइस 9000 ए भगवान् यहाँ डोको भेट्ने लाउरे कुद्ने अब गाइस यहाँ किचन हो कि यो मुख धुने ठाउँ म अचम्ममा छु के हो यो बाथरुम त दिएको रहेछ गाइस तर यहाँ छोरा छैन छोरालाई ठिक्क हुने रहेछ हामीलाई त अट्दैन साथीले फेरि खोल्न थालो कुनले खोज्छ कताबाट भन्दैछु म यहाँ सलमान खान दामी हुन्छ छोरालाई सुताउने कोक्रो जस्तो छ गाइस त्यो साथी सुता त कति के परेछ भन्छ खै तिम्रो खुट्टा पनि हट्दैन नारायण गोपालकै जस्तो आवाज छ यार फेरि लु फेरि छिटो यतापट्टि नारायण गोपाल हेर्न सक्नुहुनेछ यहाँ देखाउ न यहाँ यो माग्ने बुढा जस्तो को हो फेरि नारायण गोपाललाई फ्लप यतैपट्टि राख्नु पर्ने रहेछ क्या अब चाहिँ हामी बेलुकाको खाना खान्छौँ अनि आजको भ्लग यति नै हो भन्न चाहन्छौ ओके थ्याङ्क यू